3 वर्ष यता चाहिँ कार्यरत रहेको छु। आज मिति 2083 साल वैशाख 24 गते हामी वार्ड नम्बर 5 को कार्यालयमा चाहिँ सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत चाहिँ समुदाय स्तरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम र मनोसामाजिक सुस्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धी चाहिँ सचेतनामूलक कार्यक्रम लिएर उपस्थित भएका छौँ। म कार्यक्रमलाई ढिला नगरिकन औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। तसर्थ आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि म यस 5 नम्बर वडा कार्यालयका अध्यक्षज्यू श्री विष्णुप्रसाद ओलीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म यस 5 नम्बर वडाका वडा सचिव श्री सन्तोष कङ्गवाज्यूलाई पनि अतिथि आचरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस 5 नम्बर वडाका वडा सदस्य श्री चम्पावती कन्दमाज्यूलाई पनि अतिथि आचरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। परे जान्नु पर्यो। त्यसै गरी यस कार्यालय वार्ड नम्बर 5 को वडा कार्यालयमा कार्यरत कर्मचारी हुनुहुन्छ श्री भरत खरालज्यूलाई पनि आचरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै कार्यालयमा कार्यरत असिस्टेन्ट सब इन्जिनियर पदमा कार्यरत कर्मचारी हुनुहुन्छ श्री विशाल अधिकारीज्यूलाई पनि अतिथि आचरण गरिदिनु हुन हार्दिक हामीसँग सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत रहेर काम गर्नुहुने 8 गाउँपालिकामा रहेर काम गर्नुहुने हामीसँग सामाजिक मनोपरामर्शकर्ता मिस अनिसा घिमिरे पनि यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई पनि आचरण गर्नको लागि अनुरोध गर्दछु। त्यसै गरी हामीसँग यहाँ टोल संयोजकहरू पनि उपस्थित हुनुभएको छ। टोल संयोजक श्री जोगमाया कन्दवाज्यूलाई पनि अतिथि आचरणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी टोल संयोजक नै रहनुहुन्छ श्री हरिप्रसाद पौडेलज्यूलाई पनि आचरण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। टोल संयोजक श्री लेखनाथ मिश्रज्यूलाई पनि आचरणको लागि मैले यहीँबाट सबैलाई नमस्कार गरेँ त। त्यसै गरी टोल संयोजक नै श्री ठगेन्द्र चापागाईज्यूलाई पनि आचरणको लागि अनुरोध गर्दछु। उपस्थित सम्पूर्णलाई यथास्थानमा आसन ग्रहण गर्नुहुन अनुरोध गर्दछु। म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको हाम्रो कार्यक्रम चाहिँ नेपाल सरकारले सुरक्षित वैदेशिक रोजगारीको लागि के कस्ता व्यवस्थाहरू के कस्ता मापदण्डहरू ल्याएको छ र यदि कसै हाम्रो छरछिमेक अथवा हाम्रो स्थानीय तहमा चाहिँ कोही पनि जनताहरू कोही पनि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर गएको खण्डमा ठगिनु भएमा नेपाल सरकारले के कस्ता सेवा सुविधाहरू प्रवाह गर्नेछ र वैदेशिक रोजगारीबाट फर्किनु भएका व्यक्तिहरूलाई के कस्ता अवसरहरू प्रदान गर्दैछ भन्ने सिलसिलामा कुरा गर्दैछौँ। हामी त्यस अघि कार्यक्रमको उद्घाटन गर्नु अघि चाहिँ परिचय कार्यक्रम राख्न गइरहेको छौँ। म आफैबाट सुरु गर्छु। फेरि पनि नमस्कार, मेरो नाम शीतल गुरुङ, म रोजगार सहायक रोजगार सेवा केन्द्रमा कार्यरत छु। सम्पूर्ण नमस्कार, मेरो नाम चाहिँ अनिसा घिमिरे, मेरो घर चाहिँ श्री अन्तु इलाम, अहिले चाहिँ 8 गाउँपालिकामा मनोसामाजिक परामर्शकर्ता। नमस्कार, मेरो नाम हरिप्रसाद पौडेल, नमस्कार, म ठगेन्द्र चापागाई, घर 8 गाउँपालिका वडा नम्बर 7 र म अहिले चाहिँ सिआरटीको सहकारी संस्था लिमिटेडमा लेखापालको रूपमा कार्यरत पनि छु र वैदेशिक रोजगारको क्रममा म एकचोटि विदेश गएर फर्केको पनि हो। नमस्कार, म सन्तोष शर्मा, घर 8 गाउँपालिका वडा नम्बर 5 हो र म यहाँ यस कार्यालय 5 नम्बर वडा कार्यालयको वडा सचिवमा कार्यरत छु। नमस्ते, म छत्रनारायण निरञ्जन तामाङ, 8 गाउँपालिका 5 छात्रसङ्घ अर्चले। नमस्कार, म विपुल खनावा, 8 गाउँपालिकामा। नारायण ढुङ्गा, 8 गाउँपालिका 4 नमस्कार, म गोविन्द युवा हो। नमस्कार, म चन्द्रकुमार हिना, 8
यहाँ सम्पूर्ण नमस्कार, मेरो नाम हरिचरण विश्व, छातेढुङ्गा 5 स्थानीय। नमस्कार सबैलाई, मेरो नाम विशाल अधिकारी, घर जुम्ला, शिक्षण समितिले 5 नम्बरमा कार्यरत। नमस्कार, मेरो नाम चाहिँ लेखनाथ मिश्रा, टोल नम्बर 3 को टोल संयोजक। नमस्कार, मेरो नाम दुर्गा पन्दा, टोल नम्बर 4 का अध्यक्ष। नमस्कार यहाँहरू सबैलाई, मेरो नाम चाहिँ चम्पा पन्दामा, आठै गाउँपालिका 5 नम्बर वडाको म विष्णु प्रसाद ओली, आठै गाउँपालिका वार्ड नम्बर 5 वडाध्यक्ष। म अलिकति आचरण गर्नुको क्रमलाई जोड्न चाहेँ। हामीसँग पोखरी माध्यमिक विद्यालयबाट शिक्षक उपस्थित हुनुभएको छ। श्री हरिचरण मिश्रज्यूलाई पनि आचरण गर्नुको लागि अनुरोध गर्दछु। कार्यक्रम उद्घाटनतर्फ लाग्छु। यस कार्यक्रमको उद्घाटन गरिदिनुहुनको लागि कार्यक्रमको अध्यक्ष श्री यस कार्यक्रमको अध्यक्ष श्री विष्णु प्रसाद ओलीज्यूलाई चाहिँ अनुरोध गर्न पहिला यो हजुर सुरक्षित आप्रवासन एसएएमआई कार्यक्रम समुदायमा सुरक्षित वैदेशिक रोजगार समिति अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम नीति 2083-124 स्थान 5 नम्बर कार्यालय आयोजक आठै गाउँपालिका रोजगार सेवा केन्द्र सङ्क्रान्ति बजार तेह्रथुम। सुरक्षित आप्रवासन सामी कार्यक्रमको माथिको हेड चाहिँ एउटै रहेछ होइन, तलतिर अलिकति फरक। मनोसामाजिक सुस्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामूलक कार्यक्रम 2083-124 स्थान आठै वार्ड नम्बर 5 कार्यालय आयोजक आठै गाउँपालिका सङ्क्रान्ति बजार तेह्रथुम। धन्यवाद। अब चाहिँ भने म कार्यक्रमको विषयवस्तुतर्फ अगाडि लाग्छु। अब उता बसेर हेर्नु पऱ्यो नि त। होइन, आज यति बस्नु भए नै हुन्छ। प्रोजेक्टर लाइनमा आउने के अलिअलि नहोला कि भनेर प्रोजेक्टर लाइनमा मैले अघि पनि भनिहालेँ। हामी चाहिँ यो सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम लिएर आएको छौँ। यस अन्तर्गत चाहिँ सुरक्षित वैदेशिक रोजगारी भनेको के हो, यसलाई आफू सुरक्षित र रोजगार सुनिश्चित गरेर वैदेशिक रोजगारीमा कसरी जाने, श्रम स्वीकृति भन्ने एउटा हामीले चाहिँ वैदेशिक रोजगारीमा जानुपर्छ एउटा गरिने प्रक्रिया हुन्छ। त्यो प्रक्रियाले हामीलाई हाम्रो रोजगारी सुनिश्चित गर्न के कति सहयोग गर्छ भन्ने सन्दर्भमा चाहिँ बुझ्छौँ। त्यसको लागि म सुरुमा चाहिँ वैदेशिक रोजगारी भनेको के हो भनेर सुरु गर्न चाहेँ। वैदेशिक रोजगार भन्नाले चाहिँ आफ्नो देश नेपालको सन्दर्भमा नेपाल भनौँ है, नेपालभन्दा बाहिर अन्य देशमा गएर चाहिँ आम्दानीका लागि गरिने काम अथवा रोजगारीलाई बनाउँछ। व्यक्तिले चाहिँ आफ्नो मातृभूमि छाडेर विदेशी मुलुकमा निश्चित समयको लागि श्रम, सिप अथवा चाहिँ सेवा प्रदान गरी पारिश्रमिक तलब भयो ज्याला प्राप्त गर्ने प्रक्रिया चाहिँ वैदेशिक रोजगारी हो। नेपालभन्दा बाहिर गएर चाहिँ कसै पनि व्यक्तिले चाहिँ पारिश्रमिक प्राप्त गर्नुहुन्छ तलब ज्याला भने निश्चित समयको लागि गएर त्यो चाहिँ वैदेशिक रोजगारी भयो। अब यस अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी भनेको चाहिँ के हो त भन्दा सुरक्षित वैदेशिक रोजगारी चाहिँ यस्तो प्रक्रिया हो जसमा चाहिँ कुनै पनि व्यक्तिले काम गर्न जाँदा कानुनी व्यवस्थित र सुरक्षित तरिकाले जानुपर्छ ताकि उसको अधिकार सुरक्षित रहोस् र ऊ ठगी, शोषण अथवा जोखिमबाट चाहिँ जोगिन सकोस् भन्ने रहेको छ। अब यो सुरक्षित वैदेशिक रोजगारीको चाहिँ एउटा विशेषता हुन्छ सुरक्षित आफू कसरी हुने भनेर। त्यसको लागि चाहिँ पहिलो चरण रहेको छ कानुनी प्रक्रियाहरू चाहिँ पुरा गर्नु पर्यो। सरकारबाट स्वीकृत मेन पावरबाट मात्रै अथवा कम्पनीहरूबाट मात्रै चाहिँ जानु पर्यो। सरकारबाट स्वीकृत मेन पावरहरूसँग सरकारले दिएको लाइसेन्स हुन्छ, सरकारसँग नेपाल सरकारसँग इजाजत प्राप्त गरेको दर्ता हुन्छ उहाँसँग। हामीले चाहिँ दर्ता र लाइसेन्सबाट चाहिँ फल्ना कम्पनी चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त हो अथवा चाहिँ इजाजत प्राप्त कम्पनी हो भनेर चिन्न सक्छौँ। अब कामको स्पष्ट सम्झौता हुनु पर्यो। यो भनेको चाहिँ हामीले
कुनै पनि व्यक्तिले चाहिँ वैदेशिक रोजगारीमा जानु पूर्व चाहिँ कुनै पनि कम्पनीमा के काम गर्ने, कति पारिश्रमिक दिने, कहिले जाने, कति घन्टा काम गर्ने भन्ने एउटा सम्झौता पत्र हुन्छ। अब नेपालमा चाहिँ नेपाली समाज भए पनि यसलाई चाहिँ कन्ट्र्याक्ट पेपर भनेर सबैजनाले भन्ने गरेको पाइन्छ। यसमा चाहिँ तलब, कामको समय, सुविधाहरू चाहिँ स्पष्ट उल्लेख भएर मात्रै आफूले हस्ताक्षर गरेर जानु पर्यो। त्यस पछाडि भनेको चाहिँ पूर्व प्रस्थान तालिम लिनुपर्नेछ। गन्तव्य देशमा जानको लागि चाहिँ गन्तव्य देशमा आफूले गर्ने काम र आफ्नो अधिकारबारे चाहिँ स्पष्ट जानकारी लिएर जानु पर्यो। पूर्व प्रस्थान तालिम भनेको चाहिँ वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई चाहिँ अभिमुखीकरण तालिम भनेर नेपाल सरकारले तोकिएको संस्थाहरूले चाहिँ प्रदान गर्छ। यो महिलाहरूको सन्दर्भमा चाहिँ महिलाहरूलाई चाहिँ नेपाल सरकारले निःशुल्क दिने गरेको छ भने पुरुषहरूले चाहिँ अलिकति तोकिएको लागत तिर्नुपर्छ। बिमा र स्वास्थ्य जाँच अनिवार्य रूपमा चाहिँ स्वास्थ्य परीक्षण र बिमा गरेको हुनु पर्यो। स्वास्थ्य परीक्षणलाई चाहिँ मेडिकल रिपोर्ट भनेर अङ्ग्रेजीमा नै बोल्ने चलन रहेको छ। यो चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट चाहिँ मेडिकल रिपोर्ट लिएर त्यस पछाडि बिमा गरेर कुन काम गर्नको लागि जाने हो त्यो काम गर्नको लागि योग्य अथवा सक्षम शरीर भएको प्रमाणित गरेर मात्रै चाहिँ विदेश जानुपर्ने हुन्छ। त्यस पछाडि आवश्यक कागजातहरू भनेको चाहिँ भिजा, पासपोर्ट, श्रम स्वीकृति आदि ठिक हुनुपर्छ। यो श्रम स्वीकृति गरेर चाहिँ अलिकति जालझेल गरेर नक्कली कागजातहरू गरेर पनि गर्ने गरिएको छ। यदि त्यो सब गरियो भने चाहिँ विदेशमा गएर ठगीमा पर्यो अथवा केही पनि समस्या भएमा नेपाल सरकारले बचाउने अथवा नेपाल सरकारबाट पाइने सेवा सुविधाबाट वञ्चित हुन सकिन्छ। सुरक्षित वैदेशिक रोजगारी किन आवश्यक भन्दाखेरि ठगी र मानव बेचबिखनबाट जोगिन, त्यस पछाडि कामदारहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न, विदेशमा समस्या पर्दा चाहिँ सहयोग पाउन सजिलो हुन्छ। यदि तपाईहरूले चाहिँ वैधानिक तरिकाबाट श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानुभएको छ भने यदि विदेशमा गएर मृत्यु भएमा, अङ्गभङ्ग भएमा, भवितव्य घटनाहरू केही भएमा चाहिँ नेपाल सरकारले कल्याणकारी सेवाहरू अन्तर्गत सेवाहरू उपलब्ध गराउने अथवा उद्धार गर्ने कार्यक्रमहरू गर्छ। आख्याई नगरपालिकाको सन्दर्भमा हामीले पोहोर साल 2 नम्बर वाडा र 3 नम्बर वाडामा 2 जना व्यक्तिहरू चाहिँ सुसाइड गर्नुभएको रहेछ। मैले देश चाहिँ ठ्याक्कै बिर्सिएँ। 2 जनाको उद्धार गरेको थियो मृत अवस्थामा। अब यो सुरक्षित वैदेशिक रोजगारीका चरणहरूतर्फ लागे मैले। पहिलो चरण रहेको छ सही जानकारी लिनु। विदेश जानु अघि गन्तव्य देश र कामको प्रकार, तलब, सुविधा आदिबारे चाहिँ राम्रोसँग बुझ्नु पर्यो। आधिकारिक स्रोत अथवा सरकारले दिएको सूचनाहरूलाई चाहिँ प्रयोग गर्नु पर्यो। जस्तै आज आएर हामीले यहाँ यो सब भनिरहेछौँ, कार्यक्रम सञ्चालन गरेर यहाँहरूको उपस्थितिमा यो सबै कुराहरू भनिरहेछौँ। यसलाई पनि हजुरहरूले आधिकारिक मान्न सक्नुहुने भयो। अथवा चाहिँ तपाईँहरूलाई कुनै पनि वैदेशिक रोजगारीको प्रक्रिया अथवा सिलसिलामा कुनै पनि जिज्ञासाहरू भएमा चाहिँ तत्कालको लागि 8 गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। मान्यता प्राप्त मेन पावर कम्पनी छनौट गर्नु। सरकारले इजाजत दिएको अथवा लाइसेन्स प्राप्त गरेको, इजाजत पत्रहरू प्राप्त गरेको मेन पावर कम्पनीबाट मात्रै चाहिँ प्रक्रिया सुरु गर्नु पर्यो। कम्पनी दर्ता छ कि छैन भन्ने कुरा चाहिँ स्पष्ट आफूले पनि जाँच गर्न सक्नु पर्यो। कामको सम्झौता बुझ्नु। यो भनेको अघिकै कुरा आयो, तलब, आफूले मासिक रूपमा पाउने तलब, अनि कामको समय, हप्तामा कति दिन काम गर्ने हो, दिनमा कति घन्टा काम गर्ने हो, बिदा कति बस्ने हो, बस्ने व्यवस्था, खाने व्यवस्था, स्वास्थ्य बिमा, यी यावत कुराहरू उल्लेख भएका छन् छैनन् यो स्पष्ट रूपमा बुझ्नु पर्यो। अनि आफूले बुझ्ने भाषामा मात्रै चाहिँ सम्झौता पत्रमा हस्ताक्षर गरेर जानु पर्यो। किनभने नेपालमा मात्रै हो नेपाली भाषा, विदेशमा त इङ्ग्लिस हुन्छ, यो इङ्ग्लिसमा मात्रै आउँछ सम्झौता पत्र चाहिँ। यसैमा हस्ताक्षर गर्ने जाने यहाँ यस्तो यस्तो कुरा लेखेको छ भनेर अरूले भनेको भरमा चाहिँ आफूले नबुझिकन साइन गर्नु भएन। यदि हामीले चाह्यौँ भने चाहिँ हामी नेपाली भाषा मात्रै बुझ्छौँ, हामी चाहिँ यो अरेबिक भाषामा आएको सम्झौता अथवा अङ्ग्रेजी भाषामा आएको सम्झौतामा हामी साइन गर्दैनौँ। हामीलाई यही सम्झौता नेपालीमा लेखेको पनि चाहियो, तब मात्र हामी साइन गर्छौँ भनेर हजुरहरूले भन्न सक्नु पर्यो। नेपाली र अङ्ग्रेजी अथवा अरेबिकहरू आउँछ भने पनि अरेबिक र नेपाली भाषामा लेखिएको सम्झौता पत्र हुनु पर्यो। दुईवटा जुदाएर हेरेर आफूलाई सहज हुने छ कि छैन पढेर अनि मात्र हस्ताक्षर गर्ने।
पछाडि अर्को भनेको चाहिँ स्वास्थ्य परीक्षण भयो। सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र जाँच गर्ने, जुन पाए त्यो हस्पिटलहरूलाई चाहिँ भेरिफाई गर्दैन। सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्था हुनु पर्यो। काम गर्न योग्य छ कि छैन प्रमाणित हुनु पर्यो। पूर्व प्रस्थान तालिम, विदेशबाट काम गर्दाखेरि पालना गर्नुपर्ने नियम संस्कृति र आफ्नो अधिकारबारे तालिम लिनु अनिवार्य हुन्छ। यो स्वास्थ्य परीक्षणको कुरामा चाहिँ मैले हिजो 1 नम्बरमा हामीले कार्यक्रम गर्दाखेरि हाम्रो त्यहाँ त छाती र आँखाहरू मात्रै चेक गर्छ, त्यस्तो अरू केही पनि चेक गर्दैन भनेर भनिराख्नु भएको थियो। तर होल बडी चेक गरेर जानुपर्ने हुन्छ, नत्र भने पछि गएर उता जस्तै अब त्यो छाती टाउको केहरूको मात्रै चाहिँ परीक्षण गरिन्छ, खुट्टाहरूको गरिँदैन भन्दै हुनुहुन्थ्यो। त्यसमा पनि हामीले घटना घटेर उद्धार गरेको उदाहरणहरू छन्। जस्तै एकजना विदेश जानुभएको रहेछ, विदेश जानुभन्दा 1-1.5 महिना अगाडि एक्सिडेन्टमा पर्नु भएको रहेछ, अनि खुट्टामा घुँडामा समस्या रहेछ। अनि उहाँ विदेश जानुभयो। विदेश जानुभन्दा अगाडि मेडिकल गर्दाखेरि खुट्टामा समस्या देख्यो, यो क्यान्सर हुनसक्छ। अहिले चाहिँ तपाईँ यो राम्ररी चेक गरेर मात्रै जानुहोस् भन्दा होइन, ठिक छ म मेरो बडीको जिम्मा चाहिँ म आफै लिन्छु भनेर साइन गरेर जानुभयो। जानुभएपछि 2 वर्ष 2.5 वर्ष बसेर नेपाल फर्किनु भयो। खुट्टा दुख्न थाल्यो, चेक गर्दाखेरि क्यान्सर 3rd स्टेजमा पुग्नु भएको थियो। विदेशबाट फर्काइदियो खुट्टा दुखेर काम गर्न नसकेर। त्यस पछाडि नेपाल आएर चेक गर्दाखेरि क्यान्सर 3rd स्टेजमा पुगेको थियो। 2.5 वर्ष विदेशमा बसेर कमाएको सम्पत्ति पनि सकियो, ऋण काटेर पनि सकियो। अहिले उहाँको उपचार चन्दा उठाएर भइरहेको छ। लगभग 8-10 लाख लाग्दैछ अपरेसनको लागि, खुट्टा काटेर फाल्नु भएको छ। हो त्यस्ता समस्याहरू आउन सक्छ। त्यसैले आफूले अगाडि नै सजग हुनु पर्यो। श्रम स्वीकृति लिनु, यो चाहिँ वैदेशिक रोजगारी विभागबाट चाहिँ श्रम स्वीकृति लिनु चाहिँ आवश्यक हुन्छ। श्रम स्वीकृति चाहिँ पहिलो पटक जाँदाखेरि चाहिँ वैदेशिक रोजगार बोर्डको विभागबाट गरिन्छ, किनभने सुरु पटक जाँदाखेरि चाहिँ बायो अनि बायोमेट्रिकहरू रेटिनाहरू सबै गरेर जानुपर्ने हुन्छ। अनि दोस्रो पटकदेखि चाहिँ जो मान्छे एकपटक विदेशमा गएर आइसक्नुहुन्छ त्यस पछाडि चाहिँ हामी रोजगार सेवा केन्द्रबाट अथवा हाम्रो 8 गाउँपालिकाको हकमा म आफैले चाहिँ श्रम स्वीकृति गर्छु। 2 वर्षदेखि हामीले यो सुविधा प्रदान गरिरहेका छौँ। 8 गाउँपालिकामा मैले 2 वर्षदेखि गर्दाखेरि 90 देखि 100 को बिचमा त्यतिजनाको गरेको छु। श्रम स्वीकृति बिना विदेश जानु चाहिँ असुरक्षित र अवैध हुन्छ। यदि श्रम स्वीकृति बिना विदेश जानुभएको थियो भने चाहिँ नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पाउने सेवा सुविधाहरू त्योबाट चाहिँ वञ्चित हुन्छ। हामीले त्यति बेला चाहिँ चाहेर पनि त्यो सुविधाहरू तपाईँहरूलाई दिन सक्दैनौँ। बिमा गर्नु, यो भनेको चाहिँ दुर्घटना, मृत्यु अथवा अन्य जोखिमका लागि चाहिँ बिमा अनिवार्य हुन्छ। श्रम स्वीकृत गर्दाखेरि हामीले 3वटा शीर्षकमा पैसा तिरेर जानुपर्ने हुन्छ। तपाईँहरू एउटा सामाजिक सुरक्षा कोष, अर्को कल्याणकारी कोष र अर्को बिमा हुन्छ। पहिला चाहिँ कल्याणकारी कोष मात्र थियो के अरे, 1500 रुपियाँ तिर्नुपर्छ त्यसमा चाहिँ। अनि बिमा चाहिँ उमेर अनुसार हुन्छ। त्यस पछाडि यता सामाजिक सुरक्षा कोष अन्तर्गत चाहिँ 2696 रुपियाँ पैसा तिर्नुपर्छ। एकजना 35 वर्षदेखि उँधोकोले गर्दाखेरि लगभग 7500 जति खर्च आउँछ। यदि यहाँबाट श्रम स्वीकृति गरेर चाहिँ म यो सामाजिक सुरक्षा कोषमा बिमामा चाहिँ म निरन्तरता दिन चाहन्छु भनेर कोही पनि व्यक्तिले त्यसलाई महिना पछि पैसा तिरेर निरन्तर गरेर चाहिँ विदेशबाट फर्किएर आएर सामाजिक सुरक्षा कोष अथवा बिमाबाट पैसा निकालेर आफूले व्यवसाय अथवा उद्यमशीलताहरू सिर्जना गर्न सकिन्छ। यो पनि पाइन्छ। आवश्यक कागजातहरू चाहिँ आफूले सुरक्षित राख्नुपर्नेछ। यो भनेको चाहिँ पासपोर्ट, भिजा, टिकट, सम्झौता पत्र, बिमा कागज आदि सबैको प्रतिलिपि आफूले राख्नुपर्छ। यो घटनाहरू पनि हाम्रो गाउँघरतिर भइरहेकै हो। आफूसँग आवश्यक कागजातहरू आफूले सुरक्षित नराखेको खण्डमा चाहिँ, जस्तै कम्पनीहरू फ्रड पर्यो अरे, सप्लाई कम्पनी पर्यो अरे भनेर भनेको, अनि ल नेपाल फर्काउँछ नि त, दुःख पाइयो, त्यहाँ काम गर्न नसक्ने भयो, हामी चाहिँ नेपालबाट पैसा पठाएर हाम्रो छोरा अथवा श्रीमान श्रीमती जसुकैलाई हामी निकाल्छौँ, नेपाल निकाल्छौँ भन्दाखेरि पनि पाइँदैन। किनभने त्यतिखेर उहाँको पासपोर्टहरू, यो श्रम स्वीकृत गरेको भिजा, टिकट सबै चाहिँ मेन पावरको मान्छेले राखेको छ अरे, दिँदैन अरे, काम पनि गर्न दिँदैन, खाना पनि दिँदैन, नेपाल आउन पनि दिँदैन भन्ने खालको समस्याहरू हामीले सुनिरहेको समस्याहरू। त्यो घटना हुन नदिनको लागि पासपोर्ट, आफ्नो भिजाहरू चाहिँ आफूसँग सुरक्षित राख्नुपर्ने हुन्छ।
ढिलो भइसक्यो टाढादेखि आएर साथीहरू वैदेशिक कुरा त सकिनुमा हुँदैन त्यस पछाडि अर्को भनेको चाहिँ यदि वैधानिक रूपमा जानुभएको छ, काम गरिराख्नु भएको छ भने पनि आफ्नो पासपोर्ट र भिजाहरू चाहिँ सधैँ पनि आफूसँग नै सुरक्षित राख्नुपर्ने हुन्छ। एउटा हामीले ठ्याक्कै यो तेलसुङ जिल्लामै घटेको घटना तर हाम्रो पालिकामा चाहिँ होइन, साथी रूपमा बस्नु हुने रहेछ। अब नेपाली नै हुनुहुँदो रहेछ, सँगै काम गर्ने, सँगै गएको, सँगै बसेको। अब एउटै रुममा बस्दाखेरि 1 वर्ष 1.5 वर्ष बसे पछाडि साथी बिच मनमुटाव भयो। एकजना साथीले अर्कोजना साथी सुतेको बेलामा उसको पासपोर्ट लगेर जलाइदिएछ। अब पासपोर्ट जलाएपछि उहाँ त्यहाँनिर चाहिँ वैधानिक रूपमा त्यो देशमा बस्न पाउनु भएन। तत्काल नेपालबाट पासपोर्ट निकाल्न पनि मिलेन, एम्बेसीमा सम्पर्क गर्दा पनि नमिलेर उहाँको पासपोर्ट नभएपछि काम पनि गर्न पाउनु भएन। 6 महिनासम्म यतिकै बसेर त्यस पछाडि यहाँबाट प्रोसेस गरेर 6 महिनापछि एम्बेसीबाट पासपोर्ट निकालेर आउनुभएको थियो। त्यो समस्याहरू हुनसक्छ, घटिरहेका घटनाहरू। अर्को भनेको चाहिँ विदेश पुगे पछाडि चाहिँ आफ्नो दूतावास अथवा एम्बेसीको सम्पर्क नम्बर राख्नुपर्ने छ। अनि समस्या परेको बेलामा चाहिँ तुरन्त एम्बेसीमा सम्पर्क गर्नु पर्यो। यहाँनिर नेपालमा हुँदै गर्दाखेरि पहिलो तपाईहरूको सम्पर्कको पहिलो केन्द्र स्थानीय तह वडा कार्यालय हुँदै गर्दाखेरि विदेशमा जानु भए पछाडि भनेको चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा जाने व्यक्तिहरूको एउटै मात्र सम्पर्कको केन्द्र भनेको चाहिँ दूतावास मात्रै हुन्छ। तसर्थ दूतावासको नम्बर राख्ने र केही समस्या परेको बेलामा चाहिँ दूतावासमा तुरन्त सम्पर्क गर्न सक्ने भएर बस्नु पर्यो। ध्यान दिनुपर्ने कुराहरू रहेको छ। धेरै ठुलो तलबको लोभ देखाएर ठगी हुन सक्छ, यसमा चाहिँ सावधान हुनु पर्यो। जस्तै अब हामीले चाहिँ 10 कक्षा 12 कक्षा पास गरेको हुन सक्छौँ। कसै मेन पावर अथवा एजेन्ट भनेको नै इङ्ग्लिसमा अथवा अङ्ग्रेजीमा सुन्दाखेरि कस्तो राम्रो शब्द वा कस्तो राम्रो रहेछ भन्ने खालको लाग्छ। त्यसलाई हामीले नेपालीमा हेर्ने हो भने नामै दलाल हुन्छ। तसर्थ दलालहरूले चाहिँ जतिखेर पनि तपाईँहरूलाई चाहिँ म अमेरिका लग्छु, अमेरिका लगेर चाहिँ म्यानेजरको पोस्टमा चाहिँ जागिर दिन्छु, त्यो कम्प्युटरको अगाडि बस्ने, पानी ल्याइदिने, चिया ल्याइदिने, खाजा ल्याइदिने मान्छे हुन्छ, 4 लाख रुपियाँ आइहाल्छ, अहिले पो 20 लाख तिर्नुपर्ने त 25 लाख तिर्नुपर्ने त भन्ने खालको कुरा आउँछ। त्यसमा चाहिँ हामीले लोभिनु भएन। कसैलाई पैसा दिँदा रसिद दिनु पर्यो। यो पनि आश्रय गाउँपालिकामा घटेको घटना। युरोप कन्ट्री लगिदिन्छु भन्नुभएको रहेछ एकजना एजेन्टले, अनि 6 लाख रुपियाँ पैसा लाग्छ भन्नुभएको रहेछ। अब हामी नेपाली 6 लाख रुपियाँ सिरानीमा राखेर बसेको नि हुँदैनौँ। हामीले 6 लाख जुटाउन लगभग हामीलाई निकै टाइम लाग्छ। कमाउन त नेपालमा बसेर धेरै नै टाइम लागिहाल्छ। अनि 6 लाख रुपियाँ उहाँले तिर्नु भयो पैसा। 6 लाख रुपियाँ तिर्नलाई उहाँलाई 12 दिन 12वटा QR कोडहरू पठाइदिनु हुँदो रहेछ। ठिकै छ, तपाईँ त्यहीँ आश्रय नै भएर पनि तपाईँको काम भइहाल्छ। तपाईँले चाहिँ मैले जुन एकाउन्टमा भन्छु त्यो एकाउन्टमा यतिको दरले पैसा हालिदिनुहोस् भनेर चाहिँ हालिदिँदो रहेछ। अनि 6 लाख रुपियाँ पैसा 12 दिनमा 12वटा QR पठायो 50-50 हजारको दरले। एक दिन एउटा नाम, एक दिन एउटा नाम, एक दिन एउटा नाम गरेर 12 जनाको खातामा हालिदिनु भयो। त्यस पछाडि एजेन्ट सम्पर्कविहीन भयो। उहाँ सहयोग माग्न आउनुभयो। अब कसलाई पैसा हालेको नै थाहा छैन। 12 जनालाई हाल्नु भएको छ, एजेन्टको हो त। त्यो खालको समस्या हुन्छ। त्यसो गर्दाखेरि चाहिँ तपाईँहरूले पैसा तिरे पछाडि बक्कैदा कम्पनीको नामको अनि छाप हानेको र साइन गरेको रसिद लिनुपर्ने हुन्छ। गैर कानुनी बाटोहरू जस्तै यो भिजिट भिजामा जाने क्रमहरू चाहिँ अहिले बढ्दो छ। यो चाहिँ अवैधानिक हो। नेपाल सरकारद्वारा भिजिट भिजामा गएर काम गर्ने चाहिँ यो प्रक्रिया कानुनी होइन। यदि भिजिट भिजामा गएर काम गरेको खण्डमा चाहिँ कुनै पनि घटनाहरू घट्छ, कसैको मृत्यु हुन्छ, दुर्घटना हुन्छ, अङ्गभङ्ग हुन्छ भने नेपाल सरकारबाट पाउने सेवा सुविधाबाट वञ्चित भइन्छ। किनभने भिजिट भिजा चाहिँ नेपालमा हामीले टन्न कमाएको छौँ, हामी चाहिँ बाहिर गएर घुम्ने, रिल्याक्स गर्ने, फर्किने भन्ने खालको हो। त्यहाँ गएर चाहिँ उता गएर काम गर्न पाइँदैन। अनि यसै भिजिट भिजालाई चाहिँ यता वर्किङ भिजामा सजिलै ट्रान्सफर गर्न पनि सकिँदैन। भिजिट भिजा चाहिँ श्रम स्वीकृति बिना गइएको हुन्छ। यता काम गर्न जाँदाखेरि चाहिँ श्रम स्वीकृति लिएरै जानु पर्यो। अब सुरक्षित वैदेशिक रोजगारी अन्तर्गत पर्ने सेवा सुविधाहरू रह्यो। सही सूचना र परामर्श, यो चाहिँ हामीले दिने भयो। विदेश जानु अघि पाइने सेवाहरू
गन्तव्य देशको काम तलब जोखिमबारे चाहिँ जानकारी पाउन सक्नुहुन्छ तपाईँले। त्यस पछाडि कामको स्पष्ट शर्तहरू, जस्तै हजुरहरूले रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन्छ, म फल्ना कम्पनीबाट फल्ना देशमा जाँदैछु, मैले चाहिँ के कस्ता सेवा सुविधाहरू पाउँछु होला त भनेर यदि जान्न चाहनुभयो भने हामी सहयोग गर्न सक्छौँ। त्यस पछाडि कामको सम्झौताहरू, स्पष्ट शर्तहरू, अघि भनेकै कुराहरू आइहाले, तलब, समय, सुविधाहरू। त्यस पछाडि स्वास्थ्य परीक्षण, काम गर्न आफू योग्य हुनुहुन्छ भने मात्रै जाने कुरा आयो। यो काम गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर आफूलाई जान्न पर्यो। त्यस पछाडि पूर्व प्रस्थान तालिम, देशको नियम, भाषा, संस्कृति र अधिकारबारे ज्ञान लिएर जानु पर्यो गन्तव्य देशमा जाँदाखेरि। अनि श्रम स्वीकृति, सरकारले दिने आधिकारिक अनुमति हो। यो बिना चाहिँ तपाईँले वैदेशिक रोजगारीमा भनेर जान पाउनुहुन्न। यो बिना चाहिँ बिमा सुविधाहरू, दुर्घटना, मृत्यु तथा अपाङ्गताको लागि यो चाहिँ सुरक्षा भयो। विदेश जाँदा र काम गर्ने क्रममा चाहिँ सुरक्षित यात्रा व्यवस्था गर्नु पर्यो। भिजा, टिकट आदि मिलाइएको हुनु पर्यो। कानुनी सम्झौता अनुसार काम गर्नु र तलब पाउने अधिकार चाहिँ तपाईँहरूसँग हुन्छ। यसको लागि चाहिँ तपाईँहरूले यो विदेश जाने प्रक्रियाहरू सुरु गर्दाखेरि आफू चलाख हुनु पर्यो। दूतावासको सहयोग, समस्या परेमा चाहिँ नेपाली दूतावासबाट चाहिँ सहायता पाइन्छ। सम्पर्क सेवाहरू चाहिँ आपतकालीन अवस्थामा सहयोग पाउने व्यवस्थाहरू यो चाहिँ दूतावाससँग पनि माग्न सक्नुभयो। दूतावाससँग विदेशबाट सम्पर्क हुन गाह्रो भएमा हजुरहरूको घर परिवार यता हुन्छ, यहाँबाट रोजगार सेवा केन्द्रमा सम्पर्क गरेर पनि गर्न सकिने भयो। नत्र भने रोजगार सेवा केन्द्र भनेको फेरि आफ्नै गाउँपालिकाको रोजगार सेवा केन्द्र भन्ने मात्रै हुँदैन। नेपालभरि 753वटा पालिका छ। प्रत्येक 753वटा पालिकामा एउटा रोजगार सेवा केन्द्र स्थापित रहेको छ। तपाईँलाई सजिलो हुने जुनसुकै रोजगार सेवा केन्द्रमा गएर सम्पर्क गर्न सक्नुहुन्छ। यो विदेशबाट फर्किए पछाडि पाइने सेवाहरू भयो। पुनरेकीकरण, स्वदेश फर्किए पछाडि सहयोगहरू, सिप उपयोगको अवसरहरू, सिप अनुसार काम गर्न अथवा व्यवसाय सुरु गर्न सहयोग। यदि हजुरहरू कसै चाहिँ विदेश गएर आउनुभएको छ अनि विदेशमा कुनै पनि एउटा निश्चित सिप सिक्नु भएको छ, त्यो सिप सिक्नु भएको सर्टिफिकेट, प्रमाणपत्र तपाईँहरूको हातमा छ भने अनि त्यही सिप अन्तर्गत तपाईँ कुनै पनि व्यवसायहरू सुरु गर्छु, म उद्यमी बन्छु भनेर चाहनुहुन्छ भने यसको लागि नेपाल सरकारबाट सहयोग पाउनुहुनेछ। आर्थिक तथा परामर्श सेवा, कमाएको पैसा सही ठाउँमा सही रूपमा कसरी कहाँ उपयोग गर्ने भनेर पनि परामर्श अथवा सल्लाह सुझावहरू पाउनुहुनेछ। यो श्रम स्वीकृति भनेको कुरा अघि आइहाल्यो। सरकारले कुनै पनि व्यक्तिलाई चाहिँ विदेशमा काम गर्नु, वैदेशिक रोजगारीको लागि कानुनी रूपमा अनुमति दिने प्रक्रिया हो यो श्रम स्वीकृति। श्रम स्वीकृति बिना चाहिँ तपाईँहरू विदेश जानै पाउनु हुँदैन, यो पनि भनेको कुरा भइहाल्यो। त्यस पछाडि यो श्रम स्वीकृति लिने प्रक्रिया अलिकति भन्न चाहेँ मैले। वैदेशिक रोजगारीको काम फाइनल गर्नु पर्यो तपाईँहरूले सबैभन्दा पहिला। त्यस पछाडि आवश्यक कागजातहरू तयारी गर्ने, स्वास्थ्य परीक्षण गर्ने, अभिमुखीकरण तालिम पनि लिएको हुनु पर्यो। किनभने हामीले गन्तव्य देशको भाषा, संस्कृति, त्यहाँ गएर हाम्रो अधिकार दायित्व के हुन्छ त्यो बुझ्नुपर्ने हुन्छ। नेपाल सरकारको कानुन र आफू जान लागेको गन्तव्य देशको कानुन मिल्दैन, त्यो कानुन पनि बुझ्नुपर्ने हुन्छ। त्यस पछाडि बिमा गर्ने, श्रम स्वीकृतिको लागि आवेदन दिने, शुल्क तिर्ने, श्रम स्वीकृति प्राप्त गर्ने। शुल्क भनेको निश्चित हुन्छ, हामीले त्यो नेपाल सरकारले तोकेको भन्दा धेरै लिन पाइँदैन। नेपाल सरकारले तोकेको टाको सिस्टममा नै आउँछ। 3वटा शीर्षकमा अनिवार्य पैसा तिरेर मात्रै हजुरहरूले जान पाउनुहुन्छ। ध्यान दिनुपर्ने कुराहरू यो श्रम स्वीकृति गर्दाखेरि, नक्कली कागजातहरू प्रयोग गर्न पाइँदैन श्रम स्वीकृति गर्दाखेरि। अनि मेन पावर कम्पनी विश्वासिलो हुनु पर्यो। फ्रड मेन पावरहरू हो भने फेरि श्रम स्वीकृत गर्न पाइँदैन। नेपाल सरकारबाट मान्यता प्राप्त मेन पावर कम्पनीबाट प्रक्रिया पुरा गर्नु पर्यो। त्यस पछाडि सबै कागजातहरू आफूसँग राख्नु पर्यो आफू सुरक्षित हुनको लागि। नेपाल सरकार रोजगार सेवा केन्द्रबाट प्रवाह हुने कल्याणकारी सेवाहरू, यस अन्तर्गत चाहिँ यो वैदेशिक रोजगारीमा कोही ठगिएका अथवा विदेश गएको अवस्थामा कसैको मृत्यु हुन्छ अथवा भङ्ग हुन्छ, भवितव्य घटना घट्छ अथवा पारिवारिक स्वास्थ्य उपचारहरूका आवश्यकता पर्छ, कसैलाई चाहिँ दीर्घ रोगहरू रहेको छ भने नेपाल सरकारबाट त्यस्ता व्यक्तिहरूलाई चाहिँ निश्चित सहयोगहरू, आर्थिक सहायताहरू रहेको छ। त्यसलाई चाहिँ नेपाल सरकार वैदेशिक रोजगार बोर्डको विभागले चाहिँ कल्याणकारी सेवाहरू भन्छ। यस अन्तर्गत मृतकको शव नेपाल झिकाउने कार्य यो हामीले रोजगार सेवा केन्द्रबाट पनि
गर्छौँ। यो भनेको चाहिँ कसैको मृत्यु विदेशमा मृत्यु हुन्छ, अहिले सुसाइडहरू पनि हुन्छ नेपालको त कति धेरै, तर कम्पनीमा एक्सिडेन्टली मृत्युहरू भएको छ भने चाहिँ शव झिकाउने कार्य नेपाल सरकारले गरिदिन्छ। निःशुल्क शव ढुवानी सेवा शव झिकाइन्छ। अनि काठमाडौँमा शव झरिसके पछाडि काठमाडौँमा मृतकको घर कहाँ हो त्यहाँसम्म चाहिँ निःशुल्क शव ढुवानी गरिन्छ। अनि मृतक कामदारको नजिकको हकवालालाई चाहिँ आर्थिक सहायता प्रदान गर्ने। यो भनेको 2082 कार्तिक मसान्तभन्दा अगाडिसम्म चाहिँ 7 लाख रुपियाँ मात्रै पाइन्थ्यो। 2082 कार्तिक मसान्तीदेखि यता अथवा मङ्सिरदेखि भनौँ त्यहाँदेखि चाहिँ कसैको मृत्यु भयो भने उहाँको हकवालाले 10 लाख रुपियाँ आर्थिक सहायता प्राप्त गर्न सकिन्छ। तर उहाँ मृत्यु भएको बेलामा चाहिँ उहाँको श्रम स्वीकृति हुन पर्यो। एकपटक श्रम स्वीकृत गर्दाखेरि 2 वर्षको लागि हुन्छ। अनि अब 2-3 वर्षसम्म 3 वर्ष 4 वर्षसम्म नेपालमा आएको लागि के गर्ने भन्दाखेरि विदेशमै बसेर पनि राजदूतावाससँग अथवा चाहिँ यता नेपालमै रोजगार सेवा केन्द्रमा सम्पर्क गरेर पनि श्रम स्वीकृत फेरि पनि गर्न सकिन्छ। यदि मृत्यु भएको बेलामा चाहिँ श्रम स्वीकृत भ्यालिड थियो भने आर्थिक सहायताहरू दाबी गर्न सकिन्छ। उहाँको नजिकको हकवालाले 10 लाख रुपियाँ प्राप्त गर्छ। बिरामी तपाईँको लागि मैले थोरै याद गरेँ। हाम्रोमा यही वैशाख 7 गते एकजना मान्छे दुबईमा मऱ्यो। हजुर त्यो चाहिँ यता घर आउने सबै तयारी गरेर टिकट ओके गरेको रहेछ। हजुर साथीहरूसँग बसेँ खाइ के गरेँ त्यो थाहा भएन। भोलिपल्ट चाहिँ उसलाई मारेर कम्पनीभन्दा बाहिर फ्याँकिदिएछन्। यी हाम्रै गाउँको मेरै छिमेकी मान्छे काम हुँदैछ आज सुरु काम हुँदैछ। अनि हो त्यो मान्छे गरेपछि त्यो 3 दिन पछाडि लास भेटेछन् त्यहाँ। त्यो लास भेटे पछाडि त्यो पोस्टमार्टम गरेर तपाईँले भने जस्तै काठमाडौँ लास आयो। काठमाडौँ आइसकेपछि त्यहाँ अहिले तपाईँले भने जस्तै त्यो लास ल्याउने घरमै ल्याइदिए, जिम्मा लगाइदिए। र त्यही लास यहाँ बुझाइसकेपछि त्यो गाडी फर्केर उहाँ पनि गयो। अनि यहाँ उहाँको शनाखत यहाँ गरेर उहाँको माझी समुदायको परम्पराअनुसार आज कास्किया पनि हुँदैछ। अब यो अहिले तपाईँले भन्नुभयो 10 लाखको कुरा चाहिँ अब यो कागजातहरूको बारेमा चाहिँ हामी थप अभिभावकले बुझ्नु पऱ्यो अथवा तपाईँहरूको केन्द्रबाट यसको छानबिन गरेर आवश्यक प्रक्रिया तपाईँहरूसँग बुझ्दा पनि अघि बढ्न सक्छ। काठमाडौँ गइरहनु परेन, यहीबाट अघि बढ्छ। आवश्यक कागजातहरू चाहिँ पुरा गर्नु पर्यो, प्रक्रिया पुरा गर्नु पर्यो। के कागजात चाहियो जस्तै मान्छेको लागि? पासपोर्ट चाहियो मृतकको, अनि नागरिकता चाहियो, उहाँको परिवारकै चाहियो नागरिकता। अनि उहाँको हकवाला नजिकको हकवाला कसले दाबी गर्ने हो पैसा? बुवाले। छोरा मान्छे मर्नुभएको श्रीमतीहरू कोही हुनुहुन्छ? श्रीमती पनि विदेशै हुनुहुन्छ। श्रीमती छोराछोरी उहाँको छोराछोरी छैन। त्यसो भए बुवा र उहाँको नाता प्रमाणित चाहियो। नागरिकता भए पनि नाता प्रमाणित विदेशमा गर्नुपर्छ। नेपाली लिपिमै भएन हैन? हजुर नागरिकता चाहियो। नेपालबाटै पाउने हो। उहाँको पासपोर्ट चाहियो। श्रम स्वीकृति त भ्यालिड थियो होला नि, कहिले जानुभएको थियो विदेश? फेरि श्रम स्वीकृति 2 वर्षको भिसा सकेर नेपाल फर्कने तयारीमा थियो। टिकट गरेको थियो भने थियो होला। टिकट त हुन्छ कि यस्तो हुन्छ, ठ्याक्क 2 वर्षको हुन्छ श्रम स्वीकृति। अब ठ्याक्क त्यो श्रम स्वीकृति सकिएको थियो भने चाहिँ फेरि हामीले गर्न सक्दैन। त्यो चाहिँ के छ हामीलाई त थाहा भएन। हेर्न सकिन्छ, उहाँको पासपोर्ट पाइयो भने हामीले हेर्न सक्छौँ। पासपोर्ट होइन पासपोर्ट होइन, सिस्टममा हुन्छ। पासपोर्ट नम्बरबाट हामीले उहाँको त्यो लास आउँदाखेरि लाससँग नै कम्पनीले चाहिँ यता नेपालको चाहिँ शनाखतहरू मुचुल्का भने जस्तो उताबाट पठाएको उहरू हुन्छ क्या, मेडिकल रिपोर्टहरू अथवा उताको हस्पिटलहरूले चाहिँ यताको त्यो पोस्टमार्टमहरू भने जस्तो हो त्यस्तोहरू रिपोर्टहरू हुन्छ त्यहाँनिर। त्यो रिपोर्टहरू सबै चाहिन्छ। अनि उहाँहरूको फोटोहरू पनि चाहियो, पासपोर्ट साइजको उहाँको बुबाहरूको आमाको। अनि यो के अरे वडा कार्यालयबाट शनाखत बसेर भनेर शनाखत गर्ने, मुचुल्का उठाउने धेरै थरीको कागजात हुन्छ। वडाबाट दिने चाहिँ मुचुल्का उठाउनुपर्छ। अनि यो दिन मृत्यु भएर नेपालमा यो दिन लास आइपुगेको भनेर अनि शनाखतहरू पनि बस्नु पर्यो। धेरै थरीको हामीले 3 नम्बरको सर्जिबिनहरू धेरै चाहिन्छ। अनि त्यो प्रत्येक उसमा
यहाँ माथि चाहिँ हामीले माथिको हाकिमको प्रत्येक पेजमा चाहिँ त्यो हाकिमहरूको साइन विश्वास गर्नको लागि नेपालमै भए पनि प्रत्येक पेज त्यो डकुमेन्टहरूको पेजमा हाकिमहरूको साइन चाहिन्छ। त्यो चाहिँ माथि त्यो त अब हामीले पनि गराउन सक्यौँ, माथि ल्याउनु भयो भने। ठिक छ, त्यो बुझ्यो, त्यो बुझेपछि के बनाउने त्यो त अब यो सबै प्रक्रिया खोज्न यहीँ जानु त सजिलो पनि त त्यसमा पाठमा जानु पऱ्यो ओह्रालो गर्दाखेरि कति समस्या छ। हुन्छ त्यो यस्तो चाहिँ हुन्छ फेरि अब अलिकति ढिलो छिटो हुने भन्ने चाहिँ प्रक्रिया हो। कहिलेकाहीँ डकुमेन्ट मिल्दैन, तलमाथि हुन्छ, के हुन्छ, ढिलो छिटो भन्ने चाहिँ हुन्छ, तत्कालै चाहिँ आउँदैन। त्यो त प्रक्रिया लाग्छ, प्रक्रिया चाहिँ पुऱ्याउनुपर्छ, अलि आत्तिनु भएन प्रक्रिया सबै पुग्छ। जस्तो मैले भन्नु खोजेको चाहिँ के भने जस्तो काठमाडौँ प्रक्रिया गर्न ओह्रालो गर्नु भन्दा यहाँ गर्न त गाह्रो भएन नि त। त्यो पनि हामीले चाहिँ यहाँबाट जो पीडित हो, पीडितसँग प्रत्यक्ष सम्पर्कमा रहेर हामीले त्यो काम विभाग मार्फत गर्ने हो। अनि हामीले सबै डकुमेन्ट गर्ने हो, सिस्टममा विभागमा पोस्ट हाल्ने हो। अनि त्यस पछाडि विभागले हेरेर कति मनासिब छ अथवा उहाँहरूलाई शङ्का लाग्यो भने हामीलाई चाहिँ अझै योभन्दा अझै दरो र अझै अरू नयाँ डकुमेन्टहरू पनि दिनुहोस् भनेर माग्नु पनि हुन्छ कि त्यसरी। किनभने एकैपटक हामीले डकुमेन्ट पठाउँदाखेरि कहिले पनि हुन्छ भनेको छैन, थपेर लगभग एउटा बुक नै हुन्छ कि डकुमेन्ट हामीले भेला गर्नुपर्ने चाहिँ त्यस्तो छ। अब त्यो त हामीले त गरिहाल्छौँ, माथिबाट जे माग्नुहुन्छ हामीले हजुरहरूलाई भन्ने हो। त्यही त यी कुराहरू चाहिँ अहिले व्यक्तिहरूलाई थाहा छैन। अब हामीले गरेर यी कुराहरू भन्छौँ भने पछाडि उनीहरू यहाँ आउँछन्, यहाँ चाहिँ तपाईँहरूसँग जान्छन्, अनि प्रक्रिया बुझेपछि हुन्छ पठाउनु मान्छे मरिहाले। यदि संस्कृत चाहिँ डेट थियो भने प्रक्रिया अगाडि बढाउन सकिन्छ। यदि उसको डेट चाहिँ गएको डेट सकिया रहेछ भने कुनै सुविधा पाएन उसले। त्यो चाहिँ एउटा जम्मा 25,000 पाउनेवाला भन्ने हुन्छ। अब ठिक फेरि उहाँको मृत्यु भएको बेलामा अब आज संस्कृत कटेर केही पनि भएन, एक्सपायर भएर आज हिजो कटेर केही भएन, ठ्याक्क उहाँको मृत्यु हुँदाखेरि चाहिँ थियो भने भिडियो हेरेर प्रतिक्रिया जनाउनु होला मित्रहरू। लाइक सँगसँगै नजिकमा रहेको बेल आइकन पनि थिच्नु होला। हस्, धन्यवाद, नमस्कार।